हेलो नमस्ते लासो फ्याफुल्ला जजलप्पा अस्सलाम वालेकुम प्रणाम सबैजनालाई म तपाईँहरूको होस्ट आशिष आचार्य र आजको भिडियोमा इट्स क्विज सो प्रस्तुत गर्दैछौँ फेरि पनि हामी जहाँ चाहिँ गेस द नेपाली सङ बाई इमोजी गर्न आउनेछौँ आज पनि जुन चाहिँ हामीले टिकटक र इन्स्टामा अलरेडी अपलोड गरिसकेका छौँ भने युट्युबको फुल भिडियो चाहिँ तपाईँहरूको अगाडि प्रस्तुत गर्दैछौँ तपाईँहरू फुल भिडियो हेरेर सपोर्ट गरिदिनु होला र तपाईँहरूले कुन कुन सङ मिलाउनुहुन्छ कमेन्टमा भनिदिनु होला सो लेट्स गो फर भिडियो। हेलो भाइहरू, तपाईँहरूको नाम भनिदिनु त ल। मेरो नाम सफल थापा। मेरो नाम विवेक मण्डल। मेरो नाम सन गौतम। म पोखरी हाई स्कुलमा पढ्छु। अमन राजवंश। मेरो नाम कृष्णा मालती घिमिरे। सो हामी चाहिँ इट्स क्विज भन्ने च्यानलबाट आएका र हामीसँग चाहिँ अहिले इमोजी हेरेर तपाईँहरूले सङ गेस गर्नुपर्ने हुन्छ नेपाली। ल रेडी हुनुहुन्छ त? हजुर यस। सो हियर इज द फर्स्ट क्वेसन। यो जस्तो लाग्छ तपाईँहरू भनिदिइहाल्नु। खोइ के रेशम उडायो कपाल फर राधा र सम्हाली जालो। इन्करेक्ट, तर त्यस्तै छ है सङ चाहिँ। पुरानो गाना हो। पुरानो गाना हो। पुरानो भन्दा पनि नयाँ हो। यो सङमा हेरेर नमिलाए पनि तपाईँहरूले चाहिँ कमेन्टमा मिलाइदिनु होला। पास गर्न मिलेन? पास गरौँ भन्दा इन्करेक्ट भयो। पास गरेर मिलो। भाइहरूले मिलाउँदैन जस्तो छ, तपाईँहरूले चाहिँ कमेन्टमा मिलाइदिनु होला। र यो सङ रहेको छ गोरेको केस छ उडायो बतास फर र फर। ल गाह्रो सुनाऊ। गाउन चाहिँ आउँदैन तर सुनेको चाहिँ। ल ठिक छ। फर्स्ट सङ इन्करेक्ट। त्यसै गरी नेक्स्ट क्वेसन। के गरौँ तिमी सम्झी के भन्नु सम्झी त हाले के गरौँ। कस्तो सजिलो छ। भन्दिनुहोस् आजको दिनमा यति सजिलो क्वेसन तपाईँ नमिलाउने। फर्स्ट वर्ड के हो ल? फर्स्ट वर्ड के गरौँ तिमीलाई सम्झी के भन्नु सम्झी त हाले भन्ने सङ सुन्नुभएको थिएन? ल मेरा के गरौँ सङ सुन्नुभएको थिएन? थेट त्यहाँ भिडियो बनाउनु मन लागेन मलाई। सबिन राई, जुन जामनिङ, कुना राई। तीनजना मध्ये एकजना। के गरौँ तिमीलाई सम्झिमा के भन्नु। के गरौँ? यस जुन जामनिङ। ल फर्स्ट राइट भएको छ र इन्करेक्ट भएको एउटा चाहिँ। त्यसै गरी ल नेक्स्ट सङ। नसा नसा राखा छोरी पिरा के नाम हो। टिकटक खतरामा आउँछ कि होला नाचहरू। नसा नसा। ल दादा उही मलाई के भन्छन् होला। केही भन्दैनन्। यो के हो खुट्टा गर्दै के नसा नसा हो। नसा फर्स्ट वर्ड नसा नि होला। फर्स्ट वर्डमा अहिले एकदम करेक्ट गर्नुभएको छ। तिम्रो होइन नसा नसा रगतमा छौ तिमी। अनि त्यसपछि पिरातीको अर्को नाम हो। फर्स्ट वर्ड नसा होला। पेन्स भन्दै थियौ तिमी नसा होला फर्स्ट वर्ड। सुनेको हो तिमीले सुनेको हो। सुनेको त होला। यो सङ हो नसा नसा सुनेको अर्को नाम हो। ल एनिवेज भाइले चाहिँ एउटा मात्र अहिलेसम्म। ल त्यसै गरी अब नेक्स्ट क्वेसनतिर जाऊँ। हेरौँ मिलाउँछन् मिलाउँदैनन् त हाम्रा भाइहरू। गीतमा छ माछा पुछ्रे वाल। सरी दादा। हिमाल छैन तर माछा पुछ्रे। पुरानो गाना हो यो। पुरानो गाना यस्तो भाइ लिने खालको सङ। माछा पुछ्रे। यो पिकनिक जाँदाखेरि उनीहरूले बसमा सुन्ने खालको गीत। पुरुबेली वाला हो। बहिनीहरूले नमिलाए पनि तपाईँहरूले चाहिँ कमेन्टमा मिलाइदिनु होला। हामीलाई हेल्प गरिदिनु होला कमेन्टमा। र म भएछ नि। उहाँहरूको सङ हो यो सङ हो हेर्दा राम्रो माछा। कहाँ गयो भनेर ल गाउनु पर्छ अघिदेखि पनि। पानी राम्रो खै के माछा। हो ल एकदम त्यही सङ हो चाहिँ। ल यसको धुन पनि भन्दै मैले ल। यसको खै थाहा भएन। एनिवेज यो सङ चाहिँ हेर्दा राम्रो माछा पुछ्रे मारी राम्रो माछा भन्दै यो चाहिँ हेर्दा राम्रो माछा। कोही गुनी ती बहिनीहरू। ल अब त्यसै गरी नेक्स्ट क्वेसन है। कतिवटा मिलायो? दुईवटा मिलायो। लास्ट क्वेसन हेर्दै आज के हो? यो त एकदम ट्रेन्डिङ अहिलेको। त्यसै गरी एक लुकमै लगाएर कसको सङ हो यो? यस्तो
अब यो सबै सङ्ग त मिलायो होइन म इन्टरभ्यू लिन्छु तिम्रो यो कसको नवाज सङ्ग अन्सारी यो चाहिँ नि यो चाहिँ डिस सङ्ग होला डिस सङ्ग हो ऱ्यापको सङ्ग होला अब यति भनेपछि चाहिँ बुझ्छौ कि अहिले एकदम टिकटकमा भाइरल भएको सब तिमीले पनि बनाएको होला यो भाइ बहिनीहरू सबले बनाएको छैन होइन म एउटा हिँड दिउँ त ल यो हिँड देखेर मिलाऊ है त ल के जस्तो लाग्छ ए कालो छ नवराज कालो छ नवराज कालो छ यो मिलेर मिलेन भएन है कसको सङ्ग हो यो खै थाहा भएन त्यो त यो लिल झोलाको सुनेको सङ्ग थिएँ मैले कालो होइन नवराज कालो छ कालो होइन नवराज कालो छ भन्ने सङ्ग यो लिल झोलाको डिस्ट्र्याक्ट र भाइहरूले चाहिँ 5 वटा सोद्धाखेरि मिलाउन चाहिँ एउटा पनि नमिलाएको भन्न त मिलेन तर दुईटा चिज यस मिलाए जस्तो गरे ओ होइन नि त यो होइन नि त यो त एकदम हिपहप नवराज कालो छ कालो होइन नवराज कालो छ रातिलाई गाह्रो छ कसको सङ्ग त यो झोला राजसँगको डिस सङ्ग हो एकदम करेक्ट गेस गरेको छ लास्ट सङ्ग चाहिँ भाइहरूले सबले मिलाउने क्या अघि पनि मिलाएको अहिले पनि मिलाएको र हामीसँग खेल्दैमा चाहिँ एकदम धेरै धन्यवाद हाम्रो च्यानलको नाम थाहा छ तिमीहरूलाई इट्स क्विज शो है त ल धन्यवाद भाइहरूलाई हामीले 5 वटा क्वेसन सोध्यौँ त्यस गरी उहाँहरूले 3 वटा करेक्ट गर्नुभयो र 2टा इनकरेक्ट गर्नुभयो उहाँहरूलाई चाहिँ एकदम धेरै धन्यवाद हामीसँग जोडिनु भएकोमा हाम्रो च्यानलको नाम चाहिँ के अरे क्विज टाइम इट्स क्विज शो त क्विज शो इट्स क्विज शो हो एकदम करेक्ट इट्स क्विज शो हाम्रो च्यानल चाहिँ सबैजनाले फलो गरिदिनु होला लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला के गर्नुहुन्छ सबै गरिदिनु होला र हामीसँग खेलेकोमा चाहिँ एकदम कस्तो लाग्यो त खेलेर मजै आयो वाल कन्टेन्ट कन्टेन्ट चाहिँ बबालै भयो मलाई चाहिँ मजा आयो भाइहरूलाई मजा आयो आएन ल एकदम धन्यवाद है त ल खेलेको हामीसँग के गर्नुहुन्छ सबै गरिदिनु होला र प्लस हामी इन्स्टा टिकटक युट्युबमा चाहिँ एकदम एक्टिभ छौँ फेसबुकमा चाहिँ अलिअलि मात्र छौँ र फेसबुकमा सपोर्ट पनि गरिदिनु पर्यो अरूमा पनि चाहिँ सबैले सपोर्ट गरिदिनु पर्यो है त हो एकदम र हामीसँग खेलिदिनु भएको एकदम धेरै धन्यवाद थ्यांक यू स्पोन्सरले पनि स्पोन्सर गरिदिनु पर्यो यस्ता बहिनीहरूलाई हेर्नु त हामीले यतिको जितेको पनि कति गाह्रो छ विराटनगरको 40 डिग्रीको घाममा हिँडेर बाटोमा